नमस्ते एभ्रिवान, आजको यस नयाँ भिडियोमा स्वागत गर्न चाहन्छौँ। यस भिडियोमा छठ विशेष लिएर आइसकेका छौँ। नेपाल र भारतका धेरै भागहरूमा मनाइने आस्थाको महान पर्व छठ पूजा। यो चाड केवल पूजा होइन, यो सूर्य देवताप्रति धन्यवाद र श्रद्धाको प्रतीक हो। छठ पूजा मुख्यतः सूर्य भगवान र छठी मायालाई समर्पित पर्व हो। यो पर्व शुद्धता, संयम र समर्पणको प्रतीक हो। मानिसहरूले नदी वा पोखरी किनारमा उपवास बस्छन् र डुब्दो र उकालो सूर्यलाई अर्घन दिन्छ। कथाअनुसार छठी मायालाई उषा देवी पनि भनिन्छ, जो सूर्य भगवानकी पुत्री हुन्। उनी मानवको आरोग्य, सन्तान र सुखका लागि वरदान दिन्छिन्। अर्को पुरानो कथाअनुसार राजा प्रियव्रत र रानी मालिनी सन्तानहीन थिइन्। तिनीहरूले धेरै पूजा गरे तर सन्तान भएनन्। एक दिन ऋषिले उनीलाई छठी मायाको व्रत बस्न सुझाव दिए। रानीले श्रद्धापूर्वक व्रत बसिन्। त्यसपछि उनीहरूको एक स्वस्थ छोरा पाए। त्यसपछिदेखि छठ पूजा सुरु भएको पनि मान्यता छ। छठको सबभन्दा पवित्र क्षण जब आस्थावान महिलाहरू पानीमा उभिएर डुब्दो सूर्यलाई अर्घन दिन्छ। यो केवल पूजा होइन, यो आत्मीय शुद्धताको यात्रा हो। भोलिपल्ट बिहान उकालो सूर्यलाई अर्घन दिन्छ। यो नयाँ सुरुवात र उज्यालो भविष्यको प्रतीक हो। मानिसहरू एक अर्कालाई शुभकामना दिन्छन् र परिवारमा प्रेम र विश्वासको बन्धन अझ बलियो बनाउँछन्। छठ पूजाले सिकाउँछ शुद्ध मन, माया, संयम र श्रद्धा भए भगवान सधैँ हाम्रो साथमा हुन्छन्। सूर्यको किरण मात्र होइन, यो विश्वासको उज्यालो हो। धन्यवाद।